आइसकेको छ एउटा नयाँ भरत लिएर। आज चाहिँ हामी के गर्दैछौँ भने त अर्को आज चाहिँ हामी ग्रिन पार्क दाङमा रहेको के अरे अम्बेसीमा छ नि अम्बेसीमा रहेको यहाँ ग्रिन पार्क भन्ने ठाउँमा घुम्न गइरहेका छौँ। यहाँ चाहिँ हाम्रो मम्मीहरू हुनुहुन्छ बच्चाहरूले देखाउनुहुन्छ। हाई भनिदिनु न हाई भनिदिनु। यहाँ चाहिँ हाम्रो ठुलो कुकु हेर्न कुकु ऊ त्यहाँ पनि कुकु नानी जान खाइरहेका छौँ। अहिले चाहिँ हामी सबले आइसक्रिम खाइरहेका छौँ। ए यहाँ हेर्न हेर्न यो चाहिँ हाम्रो कुकुरको छोरी हो। हाई भन्छ हेलो एभ्रिवान तपाईँलाई म यहाँहरूको वातावरण पनि देखाइदिन्छु। आज अहिले अरू त नआइज यो त मेरो साथी हो आफू देखाइ आइज। हेर्नु अम्बिकेश्वर मन्दिर यस्तो छ अनि ग्रिन पार्क चाहिँ यस्तो यहाँ रहेको छ। हामी यही भित्र जानु लाग्छ। मैले चाहिँ आइफोन अब आइफोन भन्दा थियो यता पोज हान्दा थियो आइफोन हान्दै किनिहालेँ। त्यस्तो छ गाइस यहाँ चाहिँ के खानु भयो हात दुखेको छ हात दुखेर उजाल हेर्नुहोस् त। कमेन्टमा राख्नुपर्छ आइफोनमा खान्न मान्छु खान्न कहिलेको यस्तो दाम छ ग्यास यहाँ तपाईँहरू कहिले काहीँ समय भएपछि आउनु होला। आइज भन्ने 100 रुपियाँ टिकट राख्दैछ ग्यास यहाँ चाहिँ तपाईँहरू हामी सबैको चाहिँ 600 भयो गाइस। बच्चाको पनि लाग्यो हजुर ज्यादा छ रिपोर्ट लाँदै गर्दा नि आज नदेखामै घाम लागेको छ अब चाहिँ हामी प्रवेश द्वारतिर गइरहेका छौँ। टिकट भित्र जानु पाइन्छ क्या भित्र यो भित्र मलाई सब भेटा छ चान्छु कसले मलाई बुक्छ लागि यस्तो छ यो ब्याग गर्ने कहाँ मजा हुन्छ त्यो क्यामेरा ब्याग गर्ने यो गाडी चाहिँ हामी कुन ठाउँको भित्र अरे यो हात्ती होइन यो डाइनासोर भित्र यस्तो रहेछ नि ह्यान्ड प्यान्ट तल जाने तल त्यो अगाडि आएको नि त त्यही ठाउँमा ग्रिन पार्क छ कहाँ उतातिर छ कि अहिले चुला के कसो नगरा देखाउनुहुन्छ चुना
उता त्यो छ यस्तो रहेछ है गिरी दामी रहेछ त यहाँ त ओइ खै फुपूहरू यस्तो भइरहेको छ गाइज हामी आज यति रमाइलो गरिरहेको छौँ कि कुरै छोडिदिनुहोस् क्या अलिक बल्ल मैले फचुरी भइरहेको तर्क केही आइछन् है हेर्नुहोस् गाइज तपाईँहरू पनि समय भएपछि आयो पक्कै पनि आउनु होला ग्रिन पार्कमा भोलि फिजिक्सको एक्जाम छ हाम्रो फाइनल हो 11को फाइनल त्यही पनि हामी यस्तो सबैले देखायो यो बोला पखाएर हामीले गाडी गर्ने माग्दा त पास कता रहेछ हेर्नुहोस् गाइज आज यस्तो दामी छ नि पुरै तपाईँहरू अन्त फचुरी आयो अहिले यता मेरो फुपू छोरी फुपू छोरी आइज गाउँको भेरि त्यो लाग्छ अहिले हेर्नुहोस् मलाई बोल्न नलाइदिनु है कति दामी रहेछ नि नि अघि ऊ यो कस्तो घरको छ हेर्दा मुखमा के लाग्छ यसरी कति घरको छ उता नै सकिन यस्तै दामी छ क्या हामी पक्कै पनि आउनु हुनेछ भन्ने आशा गर्छु ऊ आऊ जाम आइज बोक्छु जानु भयो तर यो फचुरी क्या उताले यस्तोलाई हातमा त दुख्ने रहेछ अरूले कसरी बनान्छ ल उता यसलाई जाऊ त नानी पारी नानी चाहिँ यसलाई नानीहरूले सक्दै सकिँदैन कुन डिजाइन हो यो त्यहाँदेखि एउटा फुटपाथ पानी खै दामी छ है तर घाम त पुरा राम्रो मम्मी तपाईँलाई यहाँ कस्तो अनुभव भइरहेको छ भन्नुहोस् त तपाईँलाई कस्तो अनुभव भइरहेको छ आएको त कस्तो अनुभव भइरहेको छ भन्नु फाइनली अब म पहिला आएको अनि त्यही भएर सबैहरू पनि बोलिरहेको रहेछ त्यही भएर अलिअलि छोरी भए पनि धेरै राम्रो लागिरहेछ त्यही हो नानी मलाई मलाई राम्रै लागिराखेको छ नयाँ अनुभव भइराखेको छ योभन्दा पहिला 20 वर्ष पहिला आएको थिएँ त्यस्तो माटोमा त टिक्यो नि डाङमा नजाने क्या मैले कस्तो तपाईँलाई कस्तो लागिरहेछ मैले यहाँ कम्मर पुगिरहेको दामी छ है तपाईँ आउनु सक्नुहुन्छ यहाँ घुम्न मैले अनुमति दिएँ भने तपाईँलाई म देखाइदिइरहेको छु यहाँ वातावरण चाहिँ योभन्दा राम्रो छैन योभन्दा राम्रो चाहिँ मैले अलिअलि गरेँ खोजो अब चाहिँ हामीहरू फोटो कार्यक्रममा लागिरहेका छौँ अनि सब वातावरण देखाउनेछौँ हामी गतिविधि पनि देखाउनेछौँ हेर्नुहोस् त फुटो हेर्नु त म चाहिँ खिजा मात्र गाइस मेरो भाइ हो यता देखा न तिमीलाई हाई भनिदेऊ न हाई
भन्छ नानी हेरी रासुकीमा कति परेको छ यति हाम्रो त बढी फिजिक्स छ गाइस तर हामीहरू हाम्रो त यसो नभनौँ कि बिल्ला हामीले बुल छैन बोल्यो भने हामीले चाहिँ त्यसो घुमाइदिएको छ बेइज्जत कोही आइफोन छ कोही आइफोन बिल्ला तिमीले एउटा आइफोनै मिलाउन सकेनौ धेरै मान्छेको भिड पनि छ गाइस त्यसरी मैले ठुलो छोटो बोल्न सक्दैन नरान है म त अलिक ठुलो छोटो बोल्न सकिरहेको छैन गाइस त्यही भएर हो तर मेरो आवाज चाहिँ भन्दा ठुलो भन्दा कति ठुलो छ गाइस हामी चाहिँ अब चाहिँ हामी यस्तो दिल्ली गएको थियौँ त्यस्तो कहिले बनाएको छैन कसम सक बनायो नि अन्त माथि नि तपाईँलाई आउन सक्दैन त्यो पहिलेदेखि ठोक्दा थियो कि बनाउँदै रहेछ नि त ढोक्दै रहेछ कुन देखाएको छैन मेरो स्कुलको पो हो त यता हेर्नु हेलो गाइस अब चाहिँ हामी खानासाना खाएर रुममा आएर खानासाना खाएर अब चाहिँ हामी त्यस्तै बसिरहेका छौँ गाइस अब हामी यस्तै भिडियो लिएर फेरि आउँछौँ आजको लागि चाहिँ बाई बाई